हेलो गाइज र यो चाहिँ एउटा इम्पोर्टेन्ट कुरा राख्न गइरहेको छु है आज चाहिँ मैले हैन यो चाहिँ जस्ट एउटा जस्तै एउटा इन्फर्मेसन नै हो भनौँ न हैन तर अब के हो भन्दाखेरि चाहिँ आजकल चाहिँ अब हैन आजभोलि चाहिँ अब यो इजरायलमा चाहिँ हैन किड्सहरूले हुन्छ नि बच्चाहरूले अब बाहिरबाट आउने फरेन वर्कर्सहरूलाई पार्कतिर भयो बाटोतिर भयो हैन अब ज्यादा मतलब ह्यारेस गर्दैछ क्या अब काफी घटनाहरू भइसकेको छ धेरै घटनाहरू यस्तो भइरहेछ हैन र म चाहिँ यसमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यहाँ चाहिँ बच्चाहरूको लागि चाहिँ त्यस्तो कुनै स्ट्रिक्ट कुनै उयो छैन कानुन छैन मैले जहाँसम्म रिसर्च गरेको हिसाब अनुसार चाहिँ र यसमा चाहिँ आफूले के गर्न सक्छ भन्दा चाहिँ आफू नै यसबाट चाहिँ जोगिएर बस्ने सबैजना जति पनि मेरो इजरायलमा यहाँ साथीभाइ बहिनीहरू जति पनि काम गर्नुहुन्छ दाजु दिदीहरू जति पनि काम गर्नुहुन्छ उनीहरूलाई चाहिँ म मेरो यो भिडियोको माध्यमबाट यही भन्छु कि यहाँ चाहिँ जोगिएर बस्नुहोस् तपाईँहरू स्पेसली किड्सहरूबाट चिल्ड्रेन्सहरूबाट यिनीहरू चाहिँ जस्तै 14-15 वर्षको केटीहरू यिनीहरूले पुरा ग्रुप बनाएर यिनीहरूले चाहिँ पुरा ह्यारेस गर्छ क्या अन्त मसित पनि पहिला नै यो कुरो भएको हो हैन मसित भएको हो मेरो साथीसित पनि भएको हो अरू अन्य मान्छेहरूसित पनि भयो होला तर त्यति बेला मैले चाहिँ मेरो कोलाई भनिनँ अन्त मैले मेरो इम्प्लोयरसित पनि मैले बात गर्दाखेरि इम्प्लोयरको छोरासित बात गरेको थिएँ अन्त त्यति बेला चाहिँ उनीहरूले चाहिँ के भन्दाखेरि भिडियोहरू रेकर्ड गरिराख्नु भन्दै थिए हैन भिडियोहरू रेकर्ड गरिराख्नु त्यो त राम्रो होइन त्यस्तो कुरो त नहुनु पर्ने यहाँ कस्तो के हुँदैछ आजकल भनेर भन्दै थिए हैन तर त्यो कन्सर्न त्यो होइन हामीलाई के हुँदैछ त्यस्तो होइन तर हामी त्यसबाट कसरी जोगिनु पर्ने हो त्यो कन्सर्न हो क्या हामी चाहिँ के गर्नुपर्छ भने जस्तो किड्सहरू पार्कमा देख्छ उनीहरूको छेउछाउमा बस्दै नबस्ने जस्तो उयोहरू जस्तै एकजना अब जस्तै कुनै पनि नानी अब फ्याटै लड्छ अरे उसलाई उठाउनु नजाने हातै नलगाउने हात लगाएन भने त्यो कुरो हुँदैन हैन उनीहरूको नजिक नै नआउने हैन उनीहरूसित दूरी बनाएर बस्ने हैन त्यो गर्यो भने चाहिँ हामीलाई त्यही हाम्रो अब एउटा उयो हो भनौँ न प्रिकसन हो भनौँ न हैन त्यस्तो हो भनौँ न अन्त यो कुरो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट हो र यो कुरो चाहिँ तपाईँहरूले सबले बुझेको हुनुपर्छ हो अन्त मेन कुरो चाहिँ त्यही हो हामीले चाहिँ आफ्नो प्रिकसन लिनुपर्छ हामी आफै दूर हुनुपर्छ क्या किड्सहरूबाट किनभने देयर इज नो सच ल र कुनै पनि चिज छैन क्या त्यो चिल्ड्रेनहरूको लागि चाहिँ अब ह्यारेसमेन्टको र त्यो ह्यारेसमेन्टको लागि छ तर अब चिल्ड्रेनहरूले नै ह्यारेस गरे भने त उनीहरूको लागि त त्यस्तो खालको टफ उयो त छैन नि त कुनै एक्सन त लिनु सक्दैन नि त बरुभन्दा बल्कि चिल्ड्रेनहरूलाई ह्यारेस गर्यो भने चाहिँ बहुत सारा कानुनहरू छ क्या अन्त त्यो कुरा कारणले गर्दामा चाहिँ हामी चाहिँ स्पेसली यहाँ चाहिँ जोगिएर बस्नुपर्छ होइन अब अरू पनि अब नेपाली मात्रै नभएर अरू पनि उयसको छ होइन उनीहरूलाई पनि म चाहिँ त्यही भन्न चाहन्छु होइन अब उनीहरूले अब मेरो भाषा बुझ्यौँ नबुझ्यौँ होइन अब जति सक्दो त्यही हो ह्यारेसमेन्टदेखि चाहिँ आफै बच्नु होइन सतर्क भएर बस्नु पार्कतिर जाँदा एकदम जोगिएर बस्नु होइन उनीहरूसित उयो नै नगर्नु क्या अन्त जति सक्दो उनीहरूसित उल्झिने र उयो नगर्नु त्यो बात उनीहरूको उयसमा फसिने कोसिस नगर्नु र उनीहरूसित उयो नगर्नु क्या आर्गुमेन्टहरू नगर्नु अन्त तपाईँहरूलाई त्यस्तो गर्दैछ भने आफ्नो इम्प्लोयरलाई चाहिँ कल गरिहाल्नु कि आफ्नो इम्प्लोयरलाई कल गरेर चाहिँ मलाई चाहिँ यस्तो हुँदैछ भनेर पहिला इन्फर्म गरिहाल्नु नभए चाहिँ धेरै कुरो हुनसक्छ होइन अस्ति मेरो साथीलाई अब उनीहरूले नै पुरा उयो गरेछ तङ गरेछ त्यहाँदेखिको पैसा मागेछ त्यो पैसा मागे मेरोमा छैन भन्दाखेरि फेरि पर गएर बस्दाखेरि फेरि गएर चाहिँ त्यहाँदेखि आफ्नो बाउलाई कल गरेर चाहिँ अन्त बोलाएर चाहिँ यसले मलाई कुट्यो हात लगायो भनेर चाहिँ भनेछ हैन त्यस्तो त त्यस्तो गरेको थिएन हैन अन्त भरे चाहिँ अब त्यहाँ उसको पनि अब इम्प्लोयरको छोरी चाहिँ अलिक परसँग केही सामान किन्नु गएकोले गर्दा आएर चाहिँ उसले आर्ग्यु गरेछ इम्प्लोयरको छोरीले त्यो मरदसित चाहिँ आर्ग्यु गरेर चाहिँ त्यहाँ उयो भयो त्यो समाप्त भयो होइन तर यस्तो कुरो भइरहेछ र इट्स भेरी इम्पोर्टेन्ट होइन तपाईँहरू चाहिँ सबै जोगिएर बस्नुपर्छ यति भन्दै है गुड लक